टप ओइ होइन होला फेरि पनि फ्ल्यास ड्यामेज ओइ वापी ओइ दोस्रो सेकेन्डको किल हेर्यो अबुई नि त होइन होला फर्स्ट किल भन्दा सेकेन्ड किल चाहिएको थियो तुस ओके एसडब्ल्यू जेस्टर अन्त घुस्नेवाला हुनुहुन्छ यदि यसरी पुस गर्नुहुन्छ भने त डेफिनेटली गाह्रो बन्नेवाला छ है त हल्का सोचेर प्रेसिङ गर्नुपर्ने हुन्छ भिडियो एफ्टर अफ एकदमै दिमागको खेल देखाइरहनु भएको छ यहाँ यति बेला भिडियो एफ्टर अफ के उहाँले यो 2 पोइन्ट लिएर आफूलाई डिफेन्ड गर्न सक्नुहुन्छ त कि एसडब्ल्यू जेस्टरको साइडबाट कमब्याक देख्नेवाला छौँ हामी ओके बेस्ट पिनको लागि त भइसकेको छ वान साइडेड जानेवाला छ कुनै पनि टच पाएन भिडियो एफ्टर अफ यदि फ्ल्यास ड्यामेज पनि आउँछ भने डेफिनेटली एउटा भिडियो प्रेसिङ देख्न सक्थ्यो तर ट्रिपल हेड के हानेको ब्याक टु ब्याक 3 पोइन्ट लिन सफल यति बेला भिडियो एफ्टर अफ रिफ्रेस गर्न खोज्दै त हुनुहुन्थ्यो तर माइन्ड चेन्ज गर्नेवाला हुनुहुन्छ एसडब्ल्यू जेस्टर प्रेसिङको लागि आइसक्नु भएको छ हेड कनेक्ट हुनेवाला छ सिधै ओपनमा ओके मिडो टच अफ त आएको तर कुनै फिनिसिङ टच भने देख्न सकिएको छैन यति बेला भिडियो एफ्टर अफ दुईटै लो एजमा रन भएको छ जेस्टरलाई एडभान्टेज पर्न सक्छ तर फेरि पनि टच अफ देखिन सकिन्छ मारो ला अब हान्थ्यौ त ओइ हान्थ्यो हो भाइ हान्थ्यो पाउँछौ अब त लास्ट गेम पागल हान्थ्यो यार एसडब्ल्यू जेस्टर फेरि पनि प्रेसिङको लागि गइसक्नु भएको छ भिडियो एफ्टर अफ नाइस मुभ ओके टचअप आउनु पर्ने थियो तर कुनै पनि कनेक्सन आएन फ्ल्यास ड्यामेज भएको तर ओबी के हानो यार होइन होला फर्केर दिन खोज्छ त यार ब्लन्डर ल भाइ त प्यानिक भएर भित्रतिर हान्दै त नाथ्यो नि त हो भाइ त्यसरी चाहिँ यार प्रेसिङको लागि जानु पर्ने हो तर अहिलेलाई कुनै पनि रिस्की मुभ लिन चाहिरहनु भएको छैन तर फल ब्याक गरेर सफल भिडियो एफ्टर अफ यति बेला अब त यस्तो घुमाइदिनेवाला हुनुहुन्छ यो भाइको जस्तो दिमाग घुम्नमा कसैको चल्दैन हेड कनेक्ट हुनेवाला छ सिधै हानो यार भिडियो एफ्टर अफ थाहा छ उहाँलाई प्लेयर त्यहीँबाट आउँछ भनेर फ्ल्यास ड्यामेज स्ट्रेट दुईटै तर्फबाट भएको के यो पोइन्ट आफ्नो खातामा लिन सक्नुहुन्छ त एसडब्ल्यू जेस्टर लिनु त पर्ने हो तर चान्स बनिरहेको छैन जेस्टरको लागि के गर्दै हुनुहुन्छ वल्ला वल्ला ओइ वल्ला ओइ वल्ला ओ मस्ट टेक डाउन गर्दैको फेरि पनि प्रेसिङ एसडब्ल्यू जेस्टर एग्रेसन यति देखाइरहनु भएको छ कि त्यो एग्रेसनमा यदि कनेक्सन आउनेवाला छ भने त डेफिनेटली भिडियो एफ्टर अफ सब त नै काटिदिइरहनु भएको छ तर के चोक हो यो परो कसैको च्याटको बोली कानमा कोन्ता माफी मुस्किलला अब के कनेक्सन आएको यार यो भाइको त अब होइन होला 4 पोइन्टको लिड रहेको छ भिडियो एफ्टर अफसँग भने डेफिनेटली एउटा पोजिटिभ गेम आफूतिर कन्भर्ट गर्दै हुनुहुन्छ तर अहिलेलाई हल्का नर्भस त देखिरहनु भएको छ यस्तो ओपनमा भाग्नुहुन्छ गाह्रो पर्न सक्छ है त
तर चेस्टर वान साइडेड के हानेको यो भाइले अब यी यो भाइले वान साइडेड खाएको प्राय कमै देखेको मैले अहिलेसम्म हिस्टोरीमा जेस्टर भाइको अगेन्स्टमा वान साइडेड जान्छ भने त डेफिनेटली त्यो ट्रेस यस्तो मिठो गरिदिनुहुन्छ उहाँले तर के थियो यो ओके फेरि पनि प्रेसनको लागि गइसक्नु भएको छ बिटु एफ टफ आफूलाई एकदमै टफ बताइरहनु भएको छ है त अहिले लिडले नै तर अबि जस्तो पनि हान्दिएको छ त हौ होइन होला सेमी फाइनलमा आउनुहुन्छ अनि यस्तो डोमिनेसन ये बोलूं जितना बोलूं उतना कम लग रहा है Look at this connection. ला एक्जिटै भयो अब त दुई शब्द दोष This is it. This is it with the domination from Beto F Top. GG, well played, STW Jester. But better luck next time. There is always a next time. Congratulations, Beto F Top, for qualifying finals from phone against the Ranger. That means we will see in finals from phone B2F Top versus Ranger.